to my vlog है। यो चाहिँ मेरो फर्स्ट भ्लग हो है, मेरो लाइफको फर्स्ट भ्लग हो। म बनाउनु गइरहेको छु है, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। मलाई खासै धेरै त थाहा छैन, तर पनि म ट्राई गर्दैछु है। आज चाहिँ हामी जान आँटेको छौँ बजार। म चाहिँ अब अघि उठेको, अब मुखसुख धुएर रेडी भएर म ठिक पर्छु र हामी जान आँटेको छौँ मम्मी र म चाहिँ बजार। हेर्नु सक्नुहुन्छ गाइस, म चाहिँ रेडी भएर जाँदैछु है बजार। अब हामी चाहिँ मम्मी र म चाहिँ लागौँ बजार होइन। मम्मी चाहिँ पर जाँदै हुनुहुन्छ, म चाहिँ यहाँ हिँड्दैछु अलिक पछाडि पछाडि। हेर्नु सक्नुहुन्छ मम्मी चाहिँ अगाडि अगाडि जाँदै हुन्छ, म चाहिँ पछाडि पछाडि जाँदैछु। मौसमको कुरा गर्नु छ भने देख्नु सक्नुहुन्छ केही देखिँदैन, पुरा हुस्सु लागेर यस्तो भइरहेको छ मौसम चाहिँ है। हामी चाहिँ अब जाँदैछौँ, पुरा शीतै शीत रहेछ, हेर्नु सक्नुहुन्छ शीतै शीत रहेछ। लुगा चाहिँ फोहोर पारिदिने भयो, पुरा केही देखिँदैन, पुरा हुस्सु लागिरहेको छ। हेर्नु सक्नुहुन्छ गाइस, हामी चाहिँ जाँदैछौँ है। हामी चाहिँ अलिक तल पुग्यौँ, देख्नु सक्नुहुन्छ नजारा। मम्मी चाहिँ अगाडि हिँड्दै हुन्छ है। खोला चाहिँ यो तलको हो, खोला पुग्नु पर्ने हो। त्यहाँ खोलादेखि चाहिँ हामी त्यहाँ अटो आउँछ, अटोमा चढेर जानेछौँ है। अलिक तलै हो, देख्नु सक्नुहुन्छ यस्तो छ। हामी चाहिँ अहिले हाल जाँदैछौँ, खोला चाहिँ पुग्न लाग्यौँ है। देख्नु सक्नुहुन्छ गाइस, हामी चाहिँ खोला तर्दैछौँ है। खोला हामी आइपुग्यौँ, हेर्नुहोस् यस्तो साह्रो टाउको दुखायो। हामी उकालो लाग्दैछौँ, देख्नु सक्नुहुन्छ चाहिँ खोला तरेर यहाँ आइपुग्यौँ है गाइस। अब फेरि अर्को खोला पनि तर्ने पर्छ है। हाम्रो चाहिँ दुईवटा खोला तर्नुपर्छ बजार जाँदा, त्यही हो। एउटा खोला चाहिँ तरिसक्यौँ, अब अर्को खोला तर्नु बाँकी नै छ। आज चाहिँ सधैँ त अटोहरू नै सामान आउँथ्यो, तर आज आएको रहेन रहेछ। सो त्यही भएर हामी चाहिँ अर्को खोला पनि तर्नु पर्ने भयो है। देख्नु सक्नुहुन्छ गाइस, हामी चाहिँ अर्को खोला पनि आइपुग्यो, त्यही हो आइपुग्नु आँट्यो है। अब यो खोला पारि चाहिँ अटोहरू बसिरहेको रहेछ। सधैँ चाहिँ माथि घुम्तीमा बस्थ्यो, आज चाहिँ यहाँ रहेछ। देख्नु सक्नुहुन्छ हाम्रो अर्को खोला पनि आयो। अब अटो रहेछ, अब अटोमा चढेर हामी जाँदैछौँ बजार है। देख्नु सक्नुहुन्छ हामी चाहिँ अब खोला तर्दैछौँ है। अटोहरू रहेछ, अब अटोमा चढेर जानेछौँ गाइस हामी बजार। देख्नु सक्नुहुन्छ हामी चाहिँ अटो भेटिसक्यौँ। अब मान्छे पर्खिनु पर्छ अरे, मान्छे बोलेरै छैन है। हामी दुईजना मात्रै भयौँ, अब एकजना भए पनि दुईजना भए पनि होइन। अब हामी मान्छे पर्खिनु पर्यो, अलिक टाइम लाग्ने भयो है। लास गर्मी छ गाइस, बिहान चाहिँ कस्तो धुम्म थियो, अहिले चाहिँ घाम लागेर पुरा बन्द। हामी रुमबाट बजार जाँदैछौँ सामान किन्नलाई।
गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले घर जाँदैछौँ है। खोला नि तरिसक्यौँ। यहाँ देख्न सक्नुहुन्छ है, म चाहिँ आमा झोला भिरेर घर जाँदैछौँ है। त्यही भएर मैले चाहिँ बजारको त्यो भ्लग गर्न चाहिँ पाइनँ है। काम थियो हाम्रो, अनि त्यहाँ माथि हस्पिटल पनि जानुपर्ने थियो मम्मी, अनि त्यही भएर हतारले हामीले चाहिँ उतो गर्दै, त्यही भएर भ्लग चाहिँ बनाउनु पाइनँ है। अनि अब अहिले चाहिँ घर फर्किँदैछौँ। हामी चाहिँ घरदेखि मुनि मुनि नै छौँ है। अब चाहिँ हामी घर सक्नुहुन्छ। हामी चाहिँ घर आइसक्यौँ, घर आइपुग्यौँ है। घर चाहिँ चाहिँ हामी चाहिँ हाम्रो खेतमा आइपुग्यौँ है। अब चाहिँ हामी पुगौँ भन्दा पनि भयो है। देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ अहिले घर आइपुग्यौँ है। उफ लास्ट गर्मी छ। सामानहरू आजको हेर्नुहोस्, यहाँ भित्रहरू। आजको लागि चाहिँ यति नै हो गाइस होइन। अब भोक लागिरहेको छ, अब चाहिँ खाजा खाने है। अब यो चाहिँ मेरो फर्स्ट भ्लग हो, यसलाई चाहिँ माया गरिदिनु होला धेरै है। लाइक सेयर सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला। योभन्दा चाहिँ नेक्स्ट भिडियो राम्रो ल्याउने छु है। आजको लागि चाहिँ यति नै गाइस, बाई बाई। नेक्स्ट भिडियोमा फेरि भेटौँला।